नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु। वीरगञ्ज स्थित बीपी उद्यानलाई शहीद पार्क बनाउने प्रदेश सरकारको निर्णयलाई सच्याउने प्रतिपक्ष दल नेपाली कांग्रेसको माग। निर्णय दुराशापूर्ण भएको भनाई। प्रतिनिधि सभाबाट पूर्व सांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित। लगानी बोर्डको संरचना र दायित्व तथा क्षेत्र अधिकारमा आवश्यक संशोधन गर्न सरकारलाई सांसदहरूको सुझाव। र काठमाडौँको बसन्तपुर स्थित ग्यास स्टोरमा भीषण आग लागि, आयोजक अनियन्त्रित। अब समाचार विस्तारमा। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। भक्तपुर सूर्यविनायक नगरपालिका 8 आदर्श चोकका गोविन्द प्रसाद छुक्काको मृत्यु भएको हो। भक्तपुर नगरपालिका 7 गोलमडीका केशव कवाङको घरको माथिल्लो तलामा आज बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गोविन्द घाइते भएका थिए। घाइते गोविन्दको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरले बताएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वीरगञ्ज स्थित बीपी उद्यानलाई शहीद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुराशयपूर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको ढ्यापे समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बीपी उद्यानलाई शहीद पार्क बनाउने 2 नम्बर प्रदेश सरकारको निर्णय दुराशापूर्ण भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाली कांग्रेस र कांग्रेसका नेताको इतिहासको मेटाउने काम भए सशक्त विरोधमा उत्रिने चेतावनी दिनुभयो। उहाँले प्रदेश सरकारलाई निर्णय सच्याउन निर्देशन गर्नका लागि केन्द्र सरकारसँग माग गर्नुभयो। चुक्ता पनि गरिसक्यो। त्यस पश्चातको 60 साल पछिको क्याबिनेटले त्यो जग्गालाई बीपी उद्यानको नाममा लाल पूर्जा प्रदान गर्यो, निर्णय गर्यो र त्यहाँ उल्लेख गर्यो यो जग्गा, यो 10 बिघा जग्गा बीपी उद्यानको लागि मात्रै प्रयोग गर्न पाइने, अन्य उद्देश्यको लागि त्यो जग्गा प्रयोग गर्न नपाइने भनेर क्याबिनेटको निर्णयमा लेखिएको विषयवस्तु हो। सभामुख महोदय, त्यस पश्चात बीपी उद्यानलाई 61 सालमा आएर तत्कालीन मन्त्री प्रकाश चन्द्र लोहनीले ठुलो समुदायको बीचमा, वीरगञ्जको ठुलो जमातको बीचमा बोर्ड राखेर बीपी उद्यान भनेर त्यहाँ शिलान्यास भएको थियो। सभामुख महोदय, प्रदेश नम्बर 2 को सरकारले शहीद दिवसका दिन विशेष कार्यक्रम गरी बीपी उद्यानका शहीद पार्क बनाउने भन्दै औपचारिक उद्घाटन गरेपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ। बीपी उद्यान बनाउनका लागि वीरगञ्ज नगरपालिकाले 2060 सालमा यातायात संस्थाबाट 10 बिघा खरिद गरेको थियो। सोही स्थानमा शहीद पार्क बनाउने भन्दै प्रदेश सरकारले रकम निकासा पनि गरेको छ। सांसद हृदय त्रिपाठीले लामो समय बन्द रहेर सञ्चालनमा आएका चिनी मिल बन्द हुने पनि सूचना सार्वजनिक भएको भन्दै त्यसतर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा ढ्यापढ्यापै समयमा उहाँले बन्द हुने सूचना प्रकाशित गरेका चिनी मिलमाथि अविलम्ब हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको हो। 1.5 महिनापछि सञ्चालनमा भएका चिनी मिलहरू पूर्ण बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उहाँले ती मिलहरूमाथि हस्तक्षेप गरी सञ्चालनको व्यवस्था मिलाउन नसके हजारौं किसानहरू उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले उखु किसानका लागि सरकारले घोषणा अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। मैले फेरि एउटा किसानहरूकै समस्या उठाउन फेरि खोजिरहेको छु। यसपटक चिनी मिलहरू 1.5 महिना पछि सञ्चालन भए नेपालको इतिहासमा प्रथम पटक हो र भर्खर 5-7 दिन मात्रै चलेको चिनी मिल मध्ये
सुनवल चिनी कारखानाले सूचना हिजो जारी गरे कि अब ऊ बन्द गर्दैछ भनेर। किसानहरूमा हाहाकार मचिएको छ। सभामुख महोदय, यो भ्रम हो कि वर्तमान सरकार निजी क्षेत्र मैत्री भएन भनेर। यथार्थमा यो आरोप मिथ्या हो। यदि साँच्चै सरकारले कसैको पक्ष र सहयोग गरेको छ भने निजी क्षेत्रकै गरेको छ, चिनी विषयमा होस् या चिनी मिलकै विषयमा होस्। दोस्रो कुरो, सरकारले दिएको अनुदान निर्णय त गर्यो 65 रुपियाँ 28 पैसा पोहोर सालकै, तर त्यो किसानहरूको हातमा जम्मा 20% मात्रै अहिलेसम्म पुगेको अवस्था छ। सभामुख महोदय, उहाँले सरकारले सम्बोधन नगरेकाले सांसदहरूले दर्ता गराएका सार्वजनिक महत्त्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानकर्षण प्रस्तावहरू त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारितामाथि प्रश्न उठाउनुभयो। उहाँले कृषि उपजको मूल्य निर्धारण आयोगको गठन गरी त्यसले निष्पक्ष रूपमा कृषि उपजको मूल्य निर्धारण गरेपछि सरकारले समर्थन मूल्य घोषणा गरोस्। आफूले संकल्प प्रस्ताव दर्ता गराएको भए पनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गर्नुभयो। संघीय संसदको प्रतिनिधि सभाले पूर्व सांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले सांसद पण्डितको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। तत्कालीन नेकपा एमालेको तर्फबाट 2048 सालको निर्वाचनमा नुवाकोटबाट निर्वाचित हुनुभएका पूर्व सांसद पण्डितको 72 वर्षको उमेरमा गत मंगलबार हृदयघातका कारण निधन भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका नेता समेत रहनुभएका पूर्व सांसद पण्डितको निधनमा सांसदहरूले 1 मिनेट मौन धारण समेत गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आगामी आइतबार फागुन 26 गते मध्याह्न 12 बजेका लागि बोलाइएको छ। अब समाचारमा व्यावसायिक विश्रामपछि लगानी बोर्डको संरचना र दायित्व तथा क्षेत्र अधिकारमा आवश्यक संशोधन गर्न सरकारलाई सांसदहरूको सुझाव। फागुन मसान्तभित्र लेखा परीक्षण गरिसक्न सम्बन्धित सबै निकायलाई महालेखा परीक्षक कार्यालयको निर्देशन। र काठमाडौँको बसन्तपुर स्थित ग्यास स्टोरमा भीषण आगलगी, आगो अझ अनियन्त्रित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समृद्ध मुलुक निर्माणका लागि पुँजीको आवश्यक गर्ने भएकाले पुँजी निर्माणको लागि सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ल्याइएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले पुँजीको आवश्यकता पूरा गर्नका लागि विधेयक प्रस्तुत भएको स्पष्ट पार्नु भएको हो। सम्भावनालाई उपलब्धिमा हस्तान्तरण गर्नका लागि आवश्यक पर्ने पुँजी, प्रविधि, ज्ञान र उद्यमशीलता मध्ये पुँजीको आवश्यकता पूरा गर्नका लागि विधेयक प्रस्तुत भएको उहाँले स्पष्ट पार्नुभयो। पुँजी केन्द्रीकृत र एकाकीकृत प्रविधिको नहोस् भन्नेमा सरकार सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो। समाजवाद उन्मुख राज्य प्रणाली मात्रै भनेको छैन, त्यो प्राप्त गर्नलाई सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रको संयुक्त प्रयास हुनुपर्छ भनेको पनि छ। त्यो हामीले बिर्सिनु हुँदैन। त्यसैगरी संविधानले सम्पूर्ण राज्यका साधन स्रोत, उत्पादनका साधनलाई केन्द्रीकरण गरेर राज्य निर्देशित आर्थिक प्रणाली अपनाउनु पर्छ पनि भनिरहेको छैन। संविधानले निजी सम्पत्तिलाई पनि सुरक्षा गरेको छ। निजी क्षेत्रको आफ्नो आम्दानी आर्जन, परिचालन गर्न, खर्च गर्न, उपभोग गर्नलाई त्यो स्वतन्त्रता पनि दिएको छ। त्यसो भएको हुनाले हामी समाजवादमा निजी क्षेत्रसँगको सहकार्य गरी राष्ट्रिय पुँजी निर्माण गरी त्यो राष्ट्रिय पुँजी मार्फत मुलुकले समृद्ध हासिल गर्दै उन्नत समाजवादतर्फ दिशामा सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले प्रस्तावित विधेयकमा रहेका केही प्राविधिक विषयलाई भने संशोधन गर्न सकिने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ। मन्त्री
पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरूलाई थप सुविधा हुने व्यवस्थापित सहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको पनि स्पष्ट पार्नुभयो। उहाँले अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरूलाई बढुवा भएर संघीय सरकार माथत ल्याउने बाटो खुला रहेको पनि बताउनुभयो। आज ललितपुरमा नवनियुक्ति राजपत्रकृत तृतीय श्रेणीका अधिकृतहरूका लागि आयोजित आधारभूत प्रशासन परिषद कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरूको वृत्ति विकास नरोकिने पनि दोहोर्याउनुभयो। उहाँले अहिले समायोजन मार्फत स्थानीय तहमा गएका निजामती कर्मचारीहरूलाई संघीय सरकार मातहतमै फर्काउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। निजामतीको पहिचान हराउँदैन र केही समय स्थानीय तहमा रहे पनि फेरि पनि यहाँहरू अपग्रेड गर्ने बाटो खोलेको छु र निजामतीमा छिट्टै फर्किनुहुन्छ कि यहाँको वृत्ति विकासको कुनै ढोका बन्द गरिएको छैन। संघीय निजामती सेवा ऐन संसदमा पेश भएको छ। प्रदेश निजामती सेवा ऐनको आधार र मापदण्ड त्यो पनि यही संघीय मन्त्रालयले अहिले भन्ने हो भने मैले नै पेश गर्ने। स्थानीय सेवाको आधार र मापदण्ड त्यो पनि संघीय मामला र सामान्य प्रशासन मन्त्रालयले अहिले मैले नै तयारी गर्दैछु र मैले नै यही संसदमा पेश गर्छु। जसरी एउटा अर्कोको सिक्वेन्स मिलाउनु पर्ने हुन्छ त्यो सिक्वेन्स मिलाएरै पठाउँछु। तपाईहरुको सेवा सुविधामा कमी आउने छैन, बरु स्थानीय। मन्त्री पण्डितले जनताको पीडालाई सम्बोधन हुने गरी सेवा प्रवाहको कामलाई अघि बढाउन पनि नवनियुक्ति राजपत्रकृत तृतीय श्रेणीका अधिकृतहरूलाई आग्रह गर्नुभयो। सांसदहरूले सार्वजनिक निजी साझेदारी तथा कानुन लगानी विधेयकमा उल्लेखित लगानी बोर्डको संरचना र दायित्व तथा क्षेत्र अधिकारमा आवश्यक संशोधन गर्न सुझाव दिएका छन्। प्रतिनिधि सभाको आज बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी अधिकांश सांसदहरूले विधेयकमा गरिएका व्यवस्था स्पष्ट नभएको भन्दै संशोधनको माग गरेका हुन्। सांसद दिव्यमणि राजभण्डारीले सरकारको नीति स्पष्ट नहुँदा र समयमै निर्णय गर्न नसक्दा ठूला लगानी नेपालमा आउन नसकेको भन्दै लगानीका लागि अत्यावश्यक भएकाले विधेयकलाई छिटो टुङ्गो लगाउनु पर्नेमा जोड दिनुभयो। 6 अरब भन्दा बढीको लगानी भएका परियोजनाहरू लगानी बोर्डले संरचना गर्ने र बोर्डमा अधिकांश मन्त्री रहने व्यवस्थाले मन्त्री परिषद समानान्तर रूपले जान सक्ने भएकाले त्यसतर्फ पनि विचार पुर्याउनु पर्नेमा आवश्यक औल्याउनुभयो। बोर्डका संरचना ठूलो बनाउँदै गर्दा परियोजनाको समय अनावश्यक लम्बिँदै जानेतर्फ पनि सचेत हुनुपर्ने तर्क उहाँले गर्नुभयो। सांसद प्रेम सुवालले लगानी बोर्डलाई सम्पूर्ण अधिकार दिँदा सरकार नाम मात्रै रहने तथा निजी साझेदारी भनेर सबै स्थानमा विदेशी आउने बढ्दो व्यवस्था गर्दा स्वदेशी निकाय बेकममा हुनेतर्फ विचार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी निजी क्षेत्र समेतको लगानी माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउन सार्वजनिक निजी नीति साझेदारीमा सञ्चालन हुने परियोजनाहरूलाई व्यवस्थित गर्न तथा लगानी सम्बन्धी कानुनी व्यवस्थालाई एकीकरण र संशोधन गर्नका लागि सरकारले सार्वजनिक नीति साझेदारी तथा लगानी विधेयक ल्याएको हो। महालेखा परीक्षकको कार्यालयले फागुन मसान्तभित्र लेखा परीक्षण गरिसक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ। महालेखा परीक्षक टङ्कमणि शर्माले चैत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउनु पर्ने भएकाले फागुन मसान्तभित्र सम्बन्धित सबै निकायलाई लेखा परीक्षणको काम गरिसक्न निर्देशन दिनुभएको हो। उहाँले बिहिबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा हालसम्म पनि लेखा परीक्षण नगरेका निकायलाई जिम्मेवार र जवाबदेही बनाउन पनि संसदीय समितिलाई आग्रह गर्नुभयो। महालेखा परीक्षक शर्माले बीमा संस्थान त्रिभुवन विश्वविद्यालय साझा प्रकाशन लगायतका निकायले हालसम्म लेखा परीक्षण नगरेको स्मरण गराउँदै उनीहरूलाई लेखा परीक्षण गर्न बाध्य बनाउन सार्वजनिक लेखा समितिहरूका संसदीय समितिहरूलाई आग्रह गर्नुभएको हो। अब
रेगुलर रूपमा यो छलफलहरू हुन्छ। नीतिमा छुट्टै हामीले डिटेल छलफल गर्नुपर्छ भन्ने म चाहिँ सुझाव दिन चाहन्छु। खास गरिकन हिजै कुरा उठेको जसरी बीमा संस्थानको कुरा, बीमा कम्पनीको कुरा, पर्यटन बोर्डको कुरा, साझा प्रकाशनको कुरा, त्रिभुवन विश्वविद्यालयको कुरा, यस्ता जति पनि यसमा धेरै लामो भएको चाहिँ अडिट पनि नभएको र ट्रान्सपेरेन्सी नभएको लेखाशेषहरू तयार नगरेका यस्तालाई चाहिँ छुट्टै बसेर हामीले छलफल गर्नुपर्छ र छुट्टै चाहिँ यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ। र समग्रतामा चाहिँ म फेरि पनि के आग्रह गर्न चाहन्छु भने जति पनि कानुनी निकायहरूले अडिट गराउनु भएको छैन उहाँहरूले फाल्गुन मसान्तसम्ममा अडिटरहरू सबै ठाउँमा खटेर गइ नै सकेका छ। फाल्गुन मसान्तसम्म सम्पन्न गराउँ जसले गर्दा यस वर्षको लेखापरीक्षणको जुन हामीले प्रतिवेदन बनाउँछौँ त्यसमा यहाँको सबै विषयहरू समावेश होस्। अन्यथा हामीले बाध्य भएर यत्रो मेहनत र प्रयास गर्दाखेरि पनि लेखापरीक्षण हुन सकेन भनेर लेख्नुपर्ने अवस्था आउँछ। त्यो लेख्नुपर्ने अवस्था नआओस् भन्ने चाहिँ मेरो आग्रह छ। कुरा विभिन्न महालेखा परीक्षक शर्माले सार्वजनिक संस्थानहरूले विद्यमान ऐन कानुन विपरीत खर्च गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनुभयो। उहाँले सार्वजनिक संस्थानहरूले कानुन विपरीत जथाभावी खर्च गरेकाले पनि मुलुकमा बेरोजी बढ्दै गएको पनि स्पष्ट पार्नुभयो। मुलुकमा बढ्दो बेरोजी घटाउँदै लैजान पनि सार्वजनिक संस्थानहरूको खर्च नियन्त्रण गर्न सरकारले उचित कदम चाल्नुपर्ने महालेखा परीक्षक शर्माको भनाइ छ। त्यसले गर्दा पनि सार्वजनिक संस्थानहरूले अलि बढी जवाफदेही र जिम्मेवार हुनुपर्ने अवस्था मैले देखेको छु। उपस्थित गर्नुपर्ने अवस्था छ। उहाँहरूले नै सार्वजनिक संस्थानहरू, प्रतिष्ठानहरू, मन्त्रालयहरूको अथवा सरकारी चाहिँ संयन्त्रको ग्रिपभन्दा अलिकति बाहिर जस्तो भयो, हामीले कन्ट्रोलै गर्न कठिन जस्तो भयो। यसमा अलि बढी व्यवस्थित गर्नुपर्ने अवस्था छ भनेर विभिन्न बैठकहरूमा सचिवहरूले, मुख्य सचिवहरूले पनि भन्ने गरेका छ। त्यस हिसाबले गर्दा पनि सार्वजनिक संस्थानहरूले अलि बढी जवाफदेही र जिम्मेवार हुनुपर्ने अवस्था मैले देखेको छु। महालेखा परीक्षकको कार्यालयले सरकारी निकायहरूमा मात्रै हाल 5 खरब भन्दा बढी बेरोजी रहेको जनाएको छ। महालेखा परीक्षक शर्माले त्यसलाई नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई जिम्मेवार र जवाबदेही बनाउनु पर्ने पनि स्पष्ट पार्नुभयो। सार्वजनिक लेखा समितिले पनि मुलुकमा बढ्दो बेरोजी घटाउँदै लैजान सरकारलाई आवश्यक निर्देशन दिन 8वटा उपसमिति बनाएर अध्ययनको कामलाई अघि बढाएको छ। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि काठमाडौँको बसन्तपुर स्थित ग्यास स्टोरमा भीषण आग लागि आगो अझ अनियन्त्रित र काठमाडौँको ब्रिकुटी मण्डपमा 15औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा तेस्रो प्रारम्भिक कृषि मेला आजबाट सुरु। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्नुभएको हो। नक्सामा 7वटै प्रदेश, त्यसको सिमाना, 77वटा जिल्ला र त्यसको सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ। सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले स्पष्ट पार्नुभयो। उहाँले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा सो नक्सा सार्वजनिक गर्ने काममा ढिलाइ भएको पनि स्पष्ट पार्नुभयो। मन्त्री अर्यालले सो नक्सा सबभन्दा पहिले सिंहदरबारमा हस्तान्तरण गर्ने योजना पनि सुनाउनुभयो। त्यसपछि नेपालको प्रशासनिक नक्सालाई प्रदेश र स्थानीय तहमा पनि क्रमशः हस्तान्तरण गर्दै लैजाने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको योजना छ। मन्त्री अर्यालले प्रदेश स्तरको र 753वटै स्थानीय तहको नक्सा पनि छिटै सार्वजनिक गर्ने घोषणा गर्नुभयो। र 3वटा प्रदेशको मात्रै अहिले नामाकरण सकिएको छ, बाँकी 4वटा खाली नै छ। त्यो अवस्थामा यसलाई ढिलो गरिरहन उपयुक्त हुन्न भन्ने ठम्माइका साथ 3वटा प्रदेशको जे नामाकरण भएको छ त्यो नामाकरण सहित बाँकी 4वटा प्रदेशको अङ्कसहित गरेर आज हामीले यो लोकार्पण गरेका छौँ। डिजी साहबले यो सन्दर्भमा धेरै कुरा राखिसक्नु भएको छ। अब हामी छिटो गरिकन यसलाई 77 जिल्ला स्तरको बनाउने, 7 प्रदेश स्तरको बनाउने, त्यसपछि 753 पालिका स्तरका पनि नक्सा हामी निर्माण गरेर तल हस्तान्तरण गर्ने अभियानमा अगाडि बढ्नेछौँ। अब अहिले यति बेला हामीले यो नक्सामा 753 पालिकालाई
नामसहित अङ्कित गर्न सकेका छैन। त्यसका के प्राविधिक समस्याहरू छन्। जिल्ला, प्रदेश, त्यसपछि खास अब सीमासित जोडिएका ठुला नदी नाला, हिमहरू, अनि जिल्लाका अलिकति सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेबसाइट dios.gov.np मा राखिएको छ। नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले विभागको वेबसाइटमा पनि सो नक्सा राखिएकाले त्यसलाई आधिकारिक मानेर प्रयोग गर्न पनि सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभयो। बनाउने नक्सा भयो भने त्यो ठुलो माननाप हुन्छ। यो नक्सामा हामीले जिल्ला तहसम्मको मात्रै प्रशासनिक सीमानाहरू देखाउन सम्भव भएको। हामीले आधिकारिक नक्सा भनेको नापी विभागको वेबसाइटमा हो। नापी विभागको वेबसाइटमा हेर्दाखेरि तपाईँले जुन नक्सा भेट्टाउँछ त्यो चाहिँ आधिकारिक नक्सा हो। गुगलमा हुने नक्साहरू भनेको विभिन्न निकायले, अब नेपालमा मात्र होइन बाहिरका चाहिँ विश्वमा चाहिँ विभिन्न व्यक्तिहरूले बनाएका नक्साहरू चाहिँ गुगलमा भेटिन सक्छन्। तसर्थ चाहिँ नापी विभागको वेबसाइट सर्च गर्नुभयो भने त्यसमा आधिकारिक नक्सा पाउनुहुन्छ। अब नक्सा प्रकाशन कहिलेदेखि भयो भन्ने कुरा आयो। नापी विभागले चाहिँ नापी विभागको स्थापना 2014 सालमा भएको, तर नापी विभागले यो नक्सा छाप्ने क्षमता 2030 सालपछि मात्रै विकास गरेको देखिन्छ। त्योभन्दा पहिला कित्ता नापी क्षेत्रमा मात्रै चाहिँ नापी विभागको चाहिँ क्षमता थियो। 32 सालदेखि चाहिँ हामीले चाहिँ नापी विभागको स्रोत साधनलाई जनशक्ति प्रयोग गरेर हामी नक्सा बनाउन थाल्यौँ र पछिल्लो पटक आएको नक्सा विक्रम 2049 सालमा चाहिँ प्रकाशन भएको चाहिँ प्रशासनिक नक्सा बजारमा आएको थियो। र यसपछि चाहिँ हामीले यो सङ्घीय संरचनामा गइसके पश्चात 2014 सालमा स्थापना भएको नापी विभागले 2032 सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो। कपिलवस्तु शिवराज नगरपालिकामा आज विप्लव कार्यकर्तामाथि गोली प्रहार भएको छ। प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन्। घर खान तलासी गर्ने क्रममा भागेको कार्यकर्तामाथि प्रहरले गोली चलाएको थियो। गोली लागेर दुर्गाबहादुर रोका घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको र लिम्बुनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरले जनाएको छ। रोकाको घरबाट प्रहरले 2वटा सर्ट मेसिन गन, एसएमजी, 3 थान म्यागजिन र एउटा चाइनिज पिस्तोल बरामद गरेको छ। काठमाडौँको बसन्तपुर स्थित याक्टा टोलमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको छ। आगलागीबाट स्टोर रहेको 4 तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना र 7वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको घटनास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन्। आगलागीमा करिब 10वटा ग्यास सिलिन्डर पड्किएको बताइएको छ। यकिन क्षति भने अहिले अनुमान गर्न नसकिने प्रहरीले बताएका छन्। सप्तरीको मलेट घटनामा शहीद हुनेहरूको सम्मानमा राजविराज नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। राजविराज नगर प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको नगर कार्यकमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने निर्णय गरेको हो। तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको आह्वानमा तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीहरूसँग 2073 साल फागुन 23 गते मलेटमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका 5 जना शहीदहरूको स्मृति एवं सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विज्ञप्ति जारी गर्दै शहीदहरूको सम्झनामा दिएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संस्थाहरूलाई अनुरोध गरेको छ। मलेट घटनाको 2 वर्ष पूरा भएको दिन शहीदको सम्मानमा हुने स्मृति सभालाई प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतको साथै मधेस केन्द्रित दलका शीर्ष नेताले सम्बोधन गर्न कार्यक्रम रहेको राजपा फोरमको संयुक्त समितिले जनाएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा 15औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा तेस्रो प्रारम्भिक कृषि मेला सुरु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा सो मेला आजबाट सुरु भएको हो। स्वदेशी वस्तुको प्रयोग गर्न आह्वान गर्दै सो मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निर्विद्यमान अध्यक्ष सुरेश प्रधानले जानकारी दिनुभयो। 5 दिनसम्म चल्ने मेलामा 205 वटा स्टल रहेका छन्। महासङ्घका निर्विद्यमान अध्यक्ष प्रधानले मेलामा 50 वटा कृषि सम्बन्धी सामग्रीको स्टल रहेको पनि बताउनुभयो। त्यसैगरी मेलामा भारत, चीन, पाकिस्तान, बङ्गलादेश लगायतले पनि स्टल राखेको छ। हजुर नमस्कार। यो पेमेन्ट भइसक्यो है।
जम्मा 205वटा स्थल चाहिँ हामीले बनाएका छौँ। त्यसमध्येमा 50वटा प्राङ्गारिक कृषि र प्राङ्गारिकको लागि चाहिँ 50वटा छुट्टै छुट्याएका छौँ। त्यसबाहेक अन्तर्राष्ट्रिय स्तरका बङ्गलादेश, भारत, पाकिस्तान यिनीहरू देशबाट चाहिँ चीनबाट गरेर जम्मा 40वटा आएको छ। अरू विभिन्न किसिमको विभिन्न स्थलहरू काठमाडौँ महानगरपालिकाको 30वटा छ। त्यस्तै ललितपुर महानगरपालिकाबाट, शङ्करापुर नगरपालिकाबाट यी विभिन्न नगरपालिकाहरूले पनि आपसी आफ्नो नगरपालिका स्थानीय निकायमा निहित स्थलहरू चाहिँ राख्नु भएको छ र विभिन्न प्रदर्शकहरूले आफ्नो व्यवस्था चाहिँ गरेको छ। यो मेलाको प्रत्यक्ष व्यापार भनेको हामीले सोचेको चाहिँ 5 करोड रुपियाँ हो र अप्रत्यक्ष रूपमा 15 करोड जति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गरेका छौँ। आउँदो 5 दिनमा हामीले नेपाल सरकारको प्रत्यक्ष सहयोगमा आयोजना गरिएका मेलामा नेपालमै उत्पादित अर्ग्यानिक कृषि सामग्रीहरू, हस्तकलाका सामानहरू मुख्य आकर्षकको रूपमा राखिएको छ। मेलामा प्रत्यक्ष रूपमा 5 करोड बराबरको आर्थिक कारोबार हुने र करिब 2 लाखको अवलोकन गर्ने अपेक्षा गरिएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु। वीरगञ्जस्थित बीपी उद्यानलाई शहीद पार्क बनाउने प्रदेश सरकारको निर्णयलाई सच्याउन प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको माग, निर्णय दुरासपूर्ण भएको भनाई। प्रतिनिधि सभाबाट पूर्व सांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित। लगानी बोर्डको संरचना र दायित्व तथा क्षेत्राधिकारमा आवश्यक संशोधन गर्न सरकारलाई सांसदहरूको सुझाव। र काठमाडौँको बसन्तपुर स्थित ग्यास स्टोरमा भीषण आग लागि, आगो अझ अनियन्त्रित। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।